नमस्कार है साथीहरू, नमस्कार सबैजनालाई स्वागत छ। के छ सुनिएको छ? साउन्ड ठिक छ? नमस्कार सुजन थापा। सुजन भाइ साउन्ड आइरहेछ हेर त। ठिक छ सर भन्नुभएको छ ल। सर नमस्ते, शिक्षक सेवाको सबैको लागि हो, तर शाखादितको इक्जाम भएको हुनाले त्यसलाई अलिकति बढी फोकस गर्ने कि भनेर हो। ल, मैले ठिक 8 बजे सुरु गर्छु भनेर भनेको, अब हिजो त्यस्तै भयो, सरी फर द्याट, हिजो अलिकति समस्या सिर्जना भयो। आज त्यसलाई चाहिँ हामीले ठिकै छ मलाई त। अल अल सेट हाकिम साहब ल, अल सेट हाकिम साहब कौशलले भनेपछि म अगाडि बढेँ है त। ल, इम्पोर्टेन्ट टपिक भन्नुभएको छ। ल, नमस्कार सम्पूर्ण साथीहरूलाई, नमस्कार गरिसकेको छु मैले। 3 मिनट बाँकी छ अझै। त्योभन्दा अगाडि चाहिँ थोरै यो तपाईँहरूलाई चाहिँ एउटा मैले खास अब यो आर्थिक विकासका पूर्वाधार भन्ने टपिक, अब धेरै चाहिँ यसको चाहिँ भेग टपिक पनि छ यो, होइन? अनि यसलाई चाहिँ अलिकति फरक ढङ्गबाट कसरी तयारी गर्ने अलिकति अप्ठ्यारो पनि छ, सजिलो ढङ्गबाट। र हजुरले यसलाई चाहिँ यो जुन आर्थिक विकासका पूर्वाधार भन्ने टपिकलाई चाहिँ फर्स्ट पेपरको हिसाबले मात्रै यसलाई ट्रिट गर्नुभयो भने यो टपिकप्रतिको अन्याय हुन्छ है। यो शीर्षकप्रतिको अन्याय हुन्छ। त्यस कारणले यसलाई अलिकति भास्ट, अलिकति त्यसलाई चाहिँ तपाईँको फरक ढङ्गबाट सोच्ने शैलीको विकास गर्नुभयो भने यो टपिकले तपाईँलाई धेरै नै हेल्प गर्छ। किन भन्दाखेरि सेकेन्ड पेपर, थर्ड पेपर, फोर्थ पेपर, सेक्सन अफिसरको तयारी गर्ने सन्दर्भमा यो एकदमै इम्पोर्टेन्ट टपिक हो है। यसले चाहिँ तपाईँको मलाई पनि धेरै सहयोग गरेको छ। यो टपिक मैले लगभग 70 सालबाट, 70 सालबाट चाहिँ 70 सालबाट मैले यो टपिक पढ्दै र यस्तै अन्तर्क्रियात्मक कक्षाहरूमा सहभागी हुने सन्दर्भमा मैले धेरै टपिक, यो टपिक धेरै बारेमा यसको चाहिँ तपाईँको छलफल गरेको छु। अब यसमा चाहिँ तपाईँहरूले ख्याल गर्नुपर्ने कुरा खास के हो त भन्दाखेरि चाहिँ यो आर्थिक विकासका पूर्वाधार भन्ने टपिकलाई हजुरले चाहिँ सेकेन्ड पेपर, थर्ड पेपरको लक्षित ढङ्गबाट चाहिँ हेर्नुभयो भने हजुरहरूले यसलाई चाहिँ सहजै पार पनि लगाउन सक्नुहुन्छ र सेकेन्ड थर्ड पेपरलाई पनि यसले के गर्छ भन्दाखेरि सहयोग पनि गर्छ। त्यस कारणले गर्दाखेरि हजुरहरूले चाहिँ यसलाई पढ्ने तरिकाको शैलीमा थोरै परिवर्तन गर्न आवश्यक छ। र यसलाई जसरी हजुरले फर्स्ट पेपरको एउटा एमसिक्यू टाइपले मात्रै यो टपिकको तयारी गर्नुभयो भने यो टपिकले यो टपिकप्रतिको अन्याय मैले अघि नै भनिसकेँ तपाईँलाई। त्यस कारणले गर्दाखेरि यसले चाहिँ अलिकति फरक ढङ्गबाट तपाईँहरूले तयारी गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसलाई नयाँ ढङ्गबाट सोच्नुभयो भने तपाईँले सेकेन्ड थर्ड पेपरको तयारी पनि हुन्छ र त्यसपछि यसलाई अलिकति फरक ढङ्गको पनि तपाईँले अनुभूति चाहिँ गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि यसलाई थोरै भिन्न तरिकाबाट कसरी पढ्ने भन्ने कुरा चाहिँ म यहाँनिर थोरै भन्छु तपाईँहरूलाई। ल, करेक्ट 8 बजेको छ। मैले तपाईँहरू सम्पूर्णलाई स्वागत गरेको छु। नमस्कार सबैजनालाई।
हामीले चाहिँ हिजो गर्ने भनेको कक्षा विशेष कारणवश अलिकति चाहिँ यो प्राविधिक कठिनाइका कारणले म उपस्थित हुन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। र आजको कक्षा मैले एउटा तपाईँहरूलाई सानो भिडियोबाट सुरु गर्न चाहन्छु है। आजको एउटा कक्षा चाहिँ मैले थोरै हजुरहरूलाई एउटा भिडियो देखाउन चाहन्छु। भिडियो कहाँनिर थियो एउटा, ए भिडियो तपाईँलाई देखाउँ भनेर हो। सानो एउटा भिडियो बजाएर अनि त्यसपछि म सुरु गर्छु ल। कुनै देशको राजा खौसीमा बसिरहेको थियो। अचानक उसको मुड खराब भयो र दिनभरि मुड खराब भयो। अब चाकरीदारहरूले भने सरकारले बिहान के देखि पुग्छ भन्दाखेरि बिहान सबैले खौसीबाट एउटा माग्ने देखाएर छ। त्यसो त्यो माग्नेले गर्दा सरकारको मुड खराब भयो, त्यसलाई मृत्युदण्ड दिनु पर्यो। माग्नेलाई समातेर ल्याए, मृत्युदण्ड घोषणा भयो। अब माग्ने अचम्बित हो, के गरेको छु र मैले मृत्युदण्ड पाएँ, एकचोटि म राजासँग भेट्न पाऊँ भने राजालाई भेटाइयो। सरकार मैले के गरेँ भन्दा तिमीले बिहान मलाई पहिलो अनुवाद देखायो, मेरो दिनभरि मुड अफ भयो। अब भाषा त अर्कै होला। अनि माग्नेले भने एउटा कुरो बिन्ती गरौँ नि, मैले पनि सरकारलाई पहिलोचोटि बिहान देखायो, मेरो त मृत्युदण्ड भयो, को अपसकुनी रहेछ। त्यसकारण यदि राज्य सञ्चालकहरू असंवेदनशील हुन्छ भने त्यसले गर्दाखेरि शासन त गर्ला, तर त्यो शासन जीवन्त व्यक्तिमाथि होइन, मुर्दा तुल्याएर गरिने प्रथा चल्छ। If you increase the turnover of your company from 50 crores to 100, from 100 to 500 crores, yes. If you increase the turnover of your company from 50 crores to 100, from 100 to 500 crores, it is called growth. It is not success. Let me redefine you the definition of success. Increasing your materialistic possessions in all ways is your growth. That growth, if it is aided by ethics, ethic means discipline, means honesty, means norms, it is called progress. So growth plus ethics is progress. And that progress plus humanity, morality, and spirituality is called success. एक दिन कुनै देशको राजा ल यहाँहरूलाई मैले दुईटा भिडियो देखाइसकेको छु। एउटा भिडियो भनेको एउटा राजाको बारेमा थियो। राजाले चाहिँ अब बिहानै सबेरै उठ्दाखेरि माग्ने देखेको र उसको मुड अफ भएको र त्यसपछि उसलाई मृत्युदण्डको सजाय सुनाइएको र त्यसपछि त्यो मृत्युदण्ड पाउने मान्छेले चाहिँ मैले के गल्ती गरेको थिएँ र मैले मृत्युदण्ड पाएँ भनेर एकचोटि राजालाई भेट्छु भनेर राजालाई सोद्धाखेरि तिमीले मलाई बिहान पहिलो अनुहार देखायौ र मेरो मुड अफ भयो, त्यही भएर तिमीलाई मृत्युदण्ड भनेर राजाले भने। तर माग्नेले के भन्यो भने महाराज सरकारलाई पनि मैले एउटा बिन्ती बिसाउँ, मैले पनि महाराज सरकारलाई आज पहिलोचोटि नै देखा हो, हजुरको त मुड अफ मात्रै भयो, मेरो त मृत्युदण्ड नै भयो, को अपसगुनी रहेछ कुन्नी, खराब तपाईँ हो कि म हो थाहा भएन, तपाईँले मेरो पहिलो अनुहार देख्दा तपाईँको मुड अफ मात्रै भयो, तर मेरो त मृत्युदण्ड नै भयो, को अपसगुनी रहेछ कुन्नी भनेर एउटा कथा चाहिँ हाम्रो चाहिँ पूर्व प्रधान न्यायाधीश
मानवाधिकार आयोगको अध्यक्षले भन्नुभएको थियो अनुप राज शर्माले, त्यही कथनलाई मैले यहाँ साभार गरे हो है। त्यस कारणले गर्दाखेरि एउटा हामीले चाहिँ विवेकसङ्गत निर्णय र विवेकसङ्गतको पढाइको सङ्गतिलाई कुन बिन्दुसम्म हामीले त्यहाँनिर गएर त्यसलाई चाहिँ अवलम्बन गरेका छौँ, अपनत्व गरेका छौँ, स्वामित्व र चाहिँ तपाईँको सार्थकता प्राप्त गरेका छौँ भन्ने कुरा तपाईँको पढाइले चाहिँ निश्चय रूपमा त्यसको चाहिँ तपाईँ के गरेको हुन्छ भन्दाखेरि चाहिँ डिक्लेरेसन गरेको हुन्छ। दोस्रो पार्टमा तपाईँले प्रोग्रेस जुन खालको चाहिँ तपाईँको ग्रोथ, प्रोग्रेस र सक्सेसको पार्टबाट हेरेको छ। ग्रोथ भनेको चाहिँ तपाईँको मटेरियलिस्टिक पोजिसनमा चाहिँ जुन इन्क्रिज गर्नु भएको छ, किताबका पाना सक्नु भएको छ, किताबका ठेलीहरू पढ्नु भएको छ भने त्यसलाई हामी ग्रोथको रूपमा हेर्छौँ। प्रोग्रेस भनेको त्यसमा के जोडिन्छ त भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा चाहिँ स्पिरिचुअलिटीको कुरा चाहिँ तपाईँको आइडियोलोजीको कुरा, त्यसको सस्टेनिङको कुरा जोडिन्छ भने ग्रोथ प्लस प्रोग्रेस इजिकल टु बल्ल सक्सेस हुन्छ। सक्सेसमा के हुन्छ भन्दाखेरि तपाईँको डिसिप्लिन, मिसअनेस्टी र त्यस मिन्स अनेस्टी र त्यसपछिको इन्टिग्रिटीको त्यो अन्तिम प्रतिको बिन्दु नै पढाइ हो भनेर भनिएको छ। यो कुरा मैले किन जोडेको छु भने अब हजुरहरूको चाहिँ तपाईँको परीक्षा आएको छ, इक्जामको तयारीमा पनि अन्तिम चरणमा हुनुहुन्छ। यसलाई सर र मैले आज एकदम फास्ट गतिमा भन्छु, यो कुनै कक्षा हजुरहरूले लेख्ने अब यो सोध्ने कक्षा होइन। यो पढाइसकेका कुरालाई एकचोटि कसरी रिभिजन गर्ने भनेर सर र पर्सि शाखा अदितको यो मैले पढाएको कुरा एउटा पनि क्वेसन नआउन पनि सक्छ, आउन पनि सक्छ। यो कुनै ग्यारेन्टीको विषय होइन। मात्र मेरो भनाइ के छ भने मैले फेसबुक पेजमा पनि तपाईँहरूलाई त्यो नोटहरू सेयर गर्ने क्रममा यो मन शान्तिका लागि मात्रै हो। यो कुनै चाहिँ ग्यारेन्टी यो गर्ने मैले यहाँ क्वेसन पार्छु, यो लेख्छु, यो चाहिँ म होइन। त्यस कारणले मैले तपाईँहरूलाई यो टपिक जुन कुरा चाहिँ तपाईँको लोकसेवा आयोगको सिलेबसमा पढ्न भनेको छ त्यो टपिक माथिको त्यसको चाहिँ छलफल मात्रै हो है। अब यसमा चाहिँ आज मैले तपाईँहरूलाई भने मुताबिक नै म अगाडि बढ्छु। विशेष गरी आर्थिक विकासमा सर र आर्थिक विकास भन्ने बित्तिकै हामीले यो हजुरहरूले चाहिँ एकदम फास्ट भयो भने पछि लाइभको उसमा पनि गएर हेर्न सक्नुहुन्छ। त्यो भएर म एकदम फास्ट जान्छु। जीडीपी भनेको कुनै पनि देशको एक आर्थिक वर्षभित्र बसोबास गर्ने मानिसहरूले निश्चित आर्थिक वर्षभित्र त्यसको भौगोलिक सीमाभित्र बसोबास गर्ने मानिसहरूले उत्पादन गरेको वस्तु तथा सेवाको अन्तिम बजार मूल्यलाई जीडीपी भनिन्छ। बस त्यति कुरा भने मैले। त्यसपछि जीडीपी पछि अर्को जीएनपी अथवा जीएनआई हुन्छ। जीएनआई भनेको ग्रस नेसनल इन्कम हो। ग्रस नेसनल इन्कम भनेको त्यो राष्ट्रका नागरिकहरूले कमाएको सम्पत्ति हो। त्यहाँ विदेशका नागरिकहरूले कमाएको रहेछ भने त्यो घटाएर बाहिर पठाइन्छ र नेपालका नागरिकले बाहिर कमाएको रहेछ भने त्यसलाई के गरिन्छ, इन गरिन्छ। त्यही भएर यसको फर्मुला पनि छ, जीडीपी माइनस आउटफ्लो प्लस इनफ्लो इजिकल टु जीएनपी अथवा जीएनआई भनेको ग्रस नेसनल इन्कममा जीडीपी माइनस आउटफ्लो भनेको नेपालमा विदेशीले कमाएको सम्पत्तिलाई आउट गर्ने प्लस नेपालीले विदेशमा कमाएको सम्पत्तिलाई इन गरेपछि के हुन्छ, जीएनपी हुन्छ। अब त्यसपछि जीडीपी जीएनपी राम्रो भएपछि हाम्रो के हुन्छ भन्दाखेरि ग्रोथ हुन्छ। ग्रोथ भनेको चाहिँ वृद्धि हुन्छ। अर्थतन्त्रका समग्र परिसूचकहरूमा आएको संख्यात्मक परिवर्तनलाई आर्थिक वृद्धि भनिन्छ। क्वान्टिटेटिभ चेन्ज इन इकोनोमी इजिकल टु इकोनोमिक ग्रोथ। त्यसपछि चाहिँ ग्रोथ राम्रो भयो भने के हुन्छ, हामी डेभलपमेन्टमा जान्छौँ। डेभलपमेन्टमा जान्छौँ भनेको चाहिँ विकासमा जान्छौँ भनेर भनेको है। विकास भनेको चाहिँ तपाईँको डेभलपमेन्टको प्रोसेसमा जान्छौँ। डेभलपमेन्ट पनि राम्रो भयो भने हामी कहाँ जान्छौँ भन्दाखेरि एलडिसी ग्रेजुएसन हुन्छौँ। एलडिसी ग्रेजुएसन पनि राम्रो भयो भने हामी कहाँ जान्छौँ भन्दाखेरि चाहिँ एसडिजीमा जान्छौँ। एसडिजी पनि राम्रो भयो भने हामी कहाँ जान्छौँ, प्रस्पेरिटीमा जान्छौँ। प्रस्पेरिटीमा जान्छौँ। प्रस्पेरिटी पनि राम्रो भयो भने हामी कहाँ जान्छौँ, ह्याप्पिनेसमा जान्छौँ हो। प्रस्पेरिटी पनि राम्रो भयो भने हामी कहाँ जान्छौँ, ह्याप्पिनेसमा जान्छौँ। यति कुरा चाहिँ बुझिदिनु भयो भने नेपालको स्ट्रक्चर अफ इकोनोमी, नेपालको अर्थतन्त्रको स्वरूप र नेपालको अर्थतन्त्रको वे अफ डिरेक्सन कता गइरहेको छ भन्ने कुरा चाहिँ यहाँनिरबाट प्रष्ट हुन्छ। यो मैले के भनिरहेको छु, जीडीपी जीएनपी भनेको प्रत्येक वर्षको हुन्छ। यो एक आवाभित्रको चाहिँ तपाईँको क्यालकुलेट हुन्छ। यो चाहिँ तपाईँको ग्रोथ भनेको भनिसकेँ मैले। ग्रोथलाई क्वान्टिटेटिभ चेन्ज मात्रै भनेर बुझ्दा हुन्छ होइन। अनि त्यसपछि डेभलपमेन्टलाई कसरी बुझ्नु होला, क्वान्टिटी प्लस क्वालिटी प्लस पिसी। क्वान्टिटी प्लस क्वालिटी प्लस पिसी भनेको पोजिटिभ चेन्जको पर्सपेक्टिभबाट यसलाई चाहिँ तपाईँको अर्थतन्त्रका समग्र परिसूचकहरूमा भएको सङ्ख्यात्मक, गुणात्मक र सकारात्मक परिवर्तनको समष्टिलाई आर्थिक विकास भनिन्छ। आर्थिक विकास भनेको चाहिँ तपाईँको जहिले पनि के हुन्छ भन्दाखेरि सकारात्मक समन्वय, उन्नयन र प्रगति र श्रीवृद्धि र समृद्धिको बाटोमा मात्रै अग्रसर भएको हुन्छ आर्थिक विकास है। वृद्धि के हुनसक्छ, नेगेटिभ हुनसक्छ। त्यसको सिचुएसन 3वटा सिचुएसन छ, त म त्यतातिर गइनँ।
अब हामीले चाहिँ तपाईँको कुरा गरिरहेका छौँ, अहिले हामी एलडिसी ग्रेजुएसनको कुरा गरिरहेका छौँ। एलडिसी भनेको चाहिँ विकास पछिको हाम्रो नजिकको लक्ष्य भनेको यो मैले कसरी राखेको भन्दाखेरि एलडिसी भनेको 2026मा 26 भनेको यही हामी 82-83कै कुरा गर्ने हो भने अब 83-84 भनौँ न, 84-83-084मा चाहिँ हामी कहाँ जाने हो भन्दाखेरि चाहिँ हामी ग्रेजुएसन हुने भनेर भनेको छ 83-84मा। एसडिजी भनेको हामी कहाँ जाने हो 2086-87मा जाने हो। त्यसपछि अझ मैले यहाँ एउटा कुरा छुट्याएँ तपाईँहरूलाई, मिडिल इन्कम भएको। यहाँ मिडिल इन्कम भनेको चाहिँ तपाईँको मध्यम आय स्तर भएको मुलुकमा है, मध्यम आय स्तर भएको मुलुकमा हामी कहिले पुग्ने हो त भन्दाखेरि चाहिँ मध्यम आय स्तर भएको मुलुकमा 2092मा पुग्ने हो। अनि त्यसपछि हाम्रो अर्को के छ, हाम्रो अन्तिम समृद्ध नेपाल सुखी नेपाली 2100 को टार्गेटमा हामी त्यहाँ पुग्ने हो। यति कुरा तपाईँहरूले बुझिरहनु भएको छ, बुझाइरहन आवश्यक पनि छैन। अब यसमा चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ एलडिसी ग्रेजुएसन जहिले पनि, एलडिसी भनेको के हो भन्दाखेरि संयुक्त राष्ट्र सङ्घले 1971देखि 1971देखि चाहिँ 52वटा राष्ट्रहरूलाई लिस्ट डेभलपिङ कन्ट्रीको लिस्टमा राखेको थियो। अहिले चाहिँ तपाईँको यो के भन्छ 8वटा राष्ट्र अपग्रेड भइसकेका छन्। 8वटा राष्ट्र अपग्रेड भएर नेपाललाई 5 वर्षको ग्रेस पिरियड दिएको छ 2021को नोभेम्बरमा। 2021को नोभेम्बरमा डिसिजन भएर नेपाललाई 5 वर्षको ग्रेस पिरियड सकिँदैछ। त्यो भनेको 2026को नोभेम्बरमा सकिन्छ र हामी ग्रेजुएसन हुनै पर्ने हुन्छ। किन हुनै पर्ने हुन्छ भन्दाखेरि यसका 3वटा इन्डिकेटर हुन्छन्। 3वटा इन्डिकेटर भनेको के हो भन्दाखेरि चाहिँ एउटा पिसिआई हो, पर क्यापिटल इन्कम हो, एउटा एचएआई के अरे ह्युमन एसेट इन्डेक्स हो, अर्को इबिआई। यो 3वटा इन्डिकेटर हुन्छ। अब पिसिआई भनेको प्रति व्यक्ति आयमा अहिले हाम्रो चाहिँ युएन रेटले कति $1306 थ्रेसहोल्ड तोकेको छ। हाम्रो चाहिँ $1404 प्रति व्यक्ति आए युएन रेटमा भनेर भनेको छ, युएन रेटमा होइन। अब यसमा चाहिँ तपाईँको के बुझ्नु पर्यो भन्दाखेरि एचएआई भनेको मानव 66+ भनेको चाहिँ तपाईँको ह्युमन एसेट इन्डेक्स भनेको मानव सम्पत्ति जोखिम मानव सम्पत्ति सूचकाङ्क भनेर बुझ्नु भएको छ नि त्यसलाई होइन। अब यो अहिले 77+ भइसक्यो। इबिआई -32मा हुनुपर्नेमा हाम्रो चाहिँ तपाईँको 26मा आइसक्यो। यसरी चाहिँ तपाईँले के अहिले त 28 अलिकति बढाएको छ के अरे, अहिले 28 भएको छ होइन, 28 भएको छ यो। ल 28 भन्न खोजेको चाहिँ प्रति व्यक्ति आए $1306 को सीमा छ अहिले संयुक्त राष्ट्रसङ्घले राखेको, हाम्रो 1404 पुग्यो। त्यसपछि एचएआई भनेको चाहिँ ह्युमन एसेट इन्डेक्स 66+ हुनुपर्नेमा हाम्रो 77 लगभग 78 पुगिसकेको छ, पुग्यो। त्यसपछि इबिआई भनेको इकोनोमिक एन्ड इन्भाइरोमेन्ट भल्नरेबिलिटी इन्डेक्स। इकोनोमिक एन्ड इन्भाइरोमेन्टल भल्नरेबिलिटी इन्डेक्स भनेको आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क 32 भन्दा तल हुनुपर्नेमा हाम्रो 28 छ भनेर भनेपछि यो पनि पुग्यो। कुनै पनि राष्ट्र एलडिसीबाट डिसीमा ग्रेजुएसन हुनको लागि 2वटा इन्डिकेटर भए पुग्छ, तर हाम्रो 3वटा इन्डिकेटर पुगेका छन्। र यदि कुनै पनि राष्ट्र एउटा इन्डिकेटरले मात्रै, यानि कि एउटा इन्डिकेटरबाट मात्रै म अगाडि बढ्न चाहन्छु भनौँ भने त्यसले $3918, यदि कुनै पनि राष्ट्रले यी 2टा इन्डिकेटर पुरा गर्न सकेन तर उसको प्रति व्यक्ति आय पर क्यापिटल इन्कम $39,918 छ भने त्यो राष्ट्र चाहिँ माथि जान सक्छ, अपग्रेड जान सक्छ भनेर भनेको छ। त्यही रेसोमा हामी 26मा जाँदैछौँ भन्ने कुरा हो। अब एसडिजी भनेको हजुरले पढ्नु पनि भएको छ, 86-87 भनेको एसडिजी भनेको 2016-30 होइन, 2016-30 भनेर सम्झनु। 16-30 भनेर भनेको चाहिँ तपाईँको के हो त भन्दाखेरि यसले 17वटा लक्ष्य 169वटा सूचक अनि 301वटा चाहिँ तपाईँको के छ भन्दाखेरि चाहिँ 301वटा चाहिँ हामीले नेपालले आन्तरिकीकरण गरेको छ होइन। अब 17वटा लक्ष्य तपाईँहरूले पढ्नु पनि भएको छ होला, पिएचएचइजी फेक उही गर्दै स्वा र फुवा हुँदै एसपीलाई बोलायो भनेर सम्झनु। जसरी सम्झे पनि नेपाली अङ्ग्रेजी एउटै हो। 1 नम्बरमा पोभर्टी, हङ्गर, हेल्थ, एजुकेसन, जेन्डर होइन, वर्क, इनर्जी। अब जसरी सम्झाउनु भएको छ वाटर होइन, यो हजुरहरूले चाहिँ तपाईँको जुन तरिकाले इनइक्वालिटी भयो होइन। अनि त्यसपछि चाहिँ तपाईँको यो 3टा सी भनेको सिटिज कम्युनिटी होइन। त्यसपछि क्लाइमेटको कुरा भयो, ओ भनेको ओसन महासागर भयो, एफ भनेको फरेस्ट जमिनको कुरा भयो, यस भनेको सोसाइटिजको कुरा भयो, पी भनेको पार्टनरसिप भयो। 5P मा आधारित छ। त्यो भएर 17वटा लक्ष्य पनि भयो, 16वटा लक्ष्य हामीलाई काम लाग्छ, 14 नम्बरको काम लाग्दैन। त्यसैको आधारमा हामीले आन्तरिकीकरण गरेका छ। 17, 169, 301मा हामी एसडिजीमा पुग्छौँ। अब एसडिजी पछि हाम्रो समृद्ध नेपाल सुखी, अनि त्यसपछि यदि 4000+ प्रति व्यक्ति आयो भने त्यो मिडिल इन्कममा जान सक्छ भनेर 4000 प्रति व्यक्ति आय पुगेको खण्डमा 2092मा हाम्रो टार्गेट छ।
हामी पहिला अति कम विकसित राष्ट्रको सूचीमा थियौँ, त्यसपछि हामी विकासोन्मुख राष्ट्रको सूचीमा आयौँ, त्यसपछि हामी चाहिँ अहिले चाहिँ विकासशील राष्ट्रमा जाँदैछौँ, विकासशीलबाट हामी कहाँ जान्छौँ, विकसित राष्ट्रमा जान्छौँ। त्यसपछि प्रस्पेरिटी ह्याप्पी नेपाल भनेको 15औं योजनाले तपाईँलाई के भनौँ भन्दाखेरि 15औं योजनाले हामीलाई चाहिँ 25 वर्षे दीर्घकालीन भनेर भन्छ। त्यो दीर्घकालीनले के भनेको छ भन्दाखेरि सोचले ग्यास जेनेरेटिङ द प्रस्पेरिटी, एक्सेलरेटिङ द प्रस्पेरिटी र सस्टेनिङ द प्रस्पेरिटी। जेनेरेटिङ द प्रस्पेरिटी, एक्सेलरेट त्यसलाई तीव्र पार्ने, यस भनेको सस्टेन गर्ने। त्यसपछि 25 वर्ष दीर्घकालीनमा समृद्ध नेपाल सुखी नेपाली, समृद्ध नेपाल सुखी नेपाली भनेर यसले के गरेको छ, राखेको छ। अब समृद्धिका कति आधार छन्, 4 आधार। समृद्धिका 4 आधारको सूत्र के हो, समाउ भनेर सम्झनु, समाउ हैन। अनि सुखका कति आधार, 6 आधार। समृद्धिका 4 आधार भने सुखका 6 आधार, सुप खाउ ससुरा स्वस्थ बन, सुप खाउ ससुरा स्वस्थ बन भनेको यो समृद्धिका आधार भए हैन। समृद्धिका आधार र सुखका आधार, यो समृद्धिका, यो सुख। समृद्धि भनेको के हो भनेको पूर्वाधारसँग जोडिन्छ, जहिले पनि भौतिक सुख सुविधासँग जोडिन्छ। एकजना विद्वानले भन्नुभएको थियो नि, तपाईँको काठमाडौँमा घर छ, तपाईँ बङ्गलामा बसिरहनु भएको छ, तपाईँ 4x4 को खाटमा सुत्नुहुन्छ भने बाँकी तपाईँको चाहिँ पुरै बङ्गलामा को सुत्छ, तपाईँको घमण्ड सुत्छ भने जस्तै त्यो भौतिक रूपमा हेरियो भने तपाईँ त्यहाँ गएर तपाईँसँग काठमाडौँमा 3-4वटा घर छन् भने तपाईँ समृद्धि हुनुभयो, सुकिलो मुकिलो हुनुभयो। तर त्यो घरमा गएर बेलुका तपाईँ आनन्दले सुत्न सक्नु भएको छ कि छैन, तपाईँले त्यो कुराको चाहिँ त अनुभूति गर्न, फिलिङ्स अफ द पोइन्टमा जान सक्नु भएको छ कि छैन भन्ने कुरा चाहिँ कसले हेर्दा, ह्याप्पिनेसले हेर्छौँ। अन्तिम बिन्दु सुख हो। त्यही भएर त इन्डिकेटर पनि त्यसरी नै बनाएको छ। फुल फर्म पढ्नु भने थाहा हुन्छ। समृद्धिको पहिलो आधार सर्वसुलभ आधुनिक पूर्वाधार निर्माण र सोको सघन अन्तराबद्धता। सर्वसुलभ आधुनिक पूर्वाधार निर्माण र सोको सघन अन्तराबद्धता। भनेको मानव पुँजी निर्माण र सोको सम्भावनाको पूर्ण उपयोग। अब मानव स्रोत होइन क्या, अब मानव पुँजी हो, ह्युमन क्यापिटल म्यानेजमेन्ट हो। अब ह्युमन रिसोर्स म्यानेजमेन्ट होइन, अब क्यापिटल भित्र भएको चाहिँ तपाईँको यो पोटेन्सियल इनर्जीलाई, जुन काइनेटिभ इनर्जीको पोटेन्सियल इनर्जीमा के भन्छ नि, परिणत गर्ने काम हो त्यो। अर्को भनेको उच्च उत्पादन र उत्पादकत्व, अर्को उच्च भनेको उच्च समतामूलक राष्ट्रिय आय। त्यो कुरा भयो भने यहाँ के भन्नु, पूर्वाधारको कुरा गरौँ, यहाँ मान्छेको कुरा गरौँ, यहाँ उत्पादनको कुरा गरौँ, यहाँ पैसाको कुरा गरौँ भनेपछि त पुरै पैसा समृद्धिसँग कुरा गरौँ यसले हैन। अब सुख भनेको त्यस्तो होइन। सुख भनेको कस्तो हो, सु भनेको सुशासन, गुड गभर्नेन्स। यो बजोड भन्छ नि, BUZZ के हुन्छ, बजोड हुन्छ के हैन। त्यो बजोड गुनगुनाउने शब्द मात्रै भएको छ क्या सुशासन, तर त्यसको खास मूल मर्म र भावना हामीले बुझिरहेका छौँ, हामीले अनुभूति नै गर्न पाएको छौँ। क्या हो यो सुशासन भनेको, धेरै वृहत कुरा हो त्यो। प भनेको परिष्कृत र मर्यादित जीवन, वेलबिङ एन्ड डिसेन्ट लाइफ। कस्तो हो त वेलबिङ एन्ड डिसेन्ट लाइफ भनेको, कसलाई भन्नुहुन्छ डिसेन्ट लाइफ? को दुखी छैन? मैले जहिले पनि भन्छु नि, सिद्धार्थ गौतम त दुखी थिए, तपाईँ हामी को हो यहाँ? सिद्धार्थ गौतम त दुःख चाहिँ तपाईँको उनले सुगर नभएर घर गृहस्थी दरबार समेत राजाको चाहिँ महाराज हुन पर्ने मान्छे छोडेर गृह त्याग गरेर भोके तपस्या बसेर ज्ञान नआएर पछि एउटी सुजाता नामकी केटीले पकाएको खिर खाएर दिएर बोधि वृक्षमुनि बसेर अटोमेटिक रूपमा इन्लाइनमेन्ट प्राप्त भएको होइन 35 वर्षको उमेरमा। अब सिद्धार्थ गौतम त दुखी रहेछन् भने तपाईँ हामी कसको जीवन परिष्कृत छ त भन्ने कुरा चाहिँ यसले हेर्छ। अर्को स भनेको सबल लोकतन्त्र, कम्प्रिहेन्सिभ डेमोक्रेसी। यस्तो गाली गलौजको छाडा लोकतन्त्र होइन, उन्नत खालको लोकतन्त्र, जसले चाहिँ तपाईँको राष्ट्रको चाहिँ तपाईँ आत्मानुभूतिको श्रीवृद्धिलाई अगाडि बढाएको छ, त्यस्तो लोकतन्त्रलाई हामी सबल लोकतन्त्र यानि कि कम्प्रिहेन्सिभ डेमोक्रेसी भन्छौँ। सु भनेको सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, सेफ्टी पनि हुन पर्यो, फेयर एन्ड जस्टिएबल सोसाइटीको पनि परिकल्पना यसले गरेको छ। रा भनेको राष्ट्रिय एकता, नेसनल युनिटी, डिग्निटी एन्ड सेक्युरिटीको कुरा पनि गरेको छ। राष्ट्रिय एकता, सुरक्षा र सम्मानको कुरा पनि चाहिँ तपाईँको हामीले सुखमा प्राप्त गर्नुपर्ने हुन्छ। अर्को सो भनेको स्वस्थ र सन्तुलित। यस्तो खालको वातावरण होइन, हामीलाई स्वस्थ सन्तुलित घरभित्र र बाहिरको वातावरण कुनै पनि विभिन्नता नहुने प्रकारको एकै समरूपतामा अगाडि बढ्न सक्ने खालको इन्भाइरोमेन्ट क्रिएट गर्ने भनेको सुखका आधार हुन्। यति कुरा बुझ्नुभयो भने मैले तपाईँहरूलाई यो सर किन भनेको भन्दाखेरि यो सबै जति कुराहरू नि 4P+B हो। 4P+B भनेर भनेको सबैभन्दा ठुलो हामीले चाहिँ पोलिसी भन्छौँ, पोलिसी प्लान होइन, अनि त्यसपछि प्रोजेक्ट अनि प्रोग्राम होइन, प्रोग्राम प्लस बजेट। यही त हो, यति हो हाम्रो चाहिँ तपाईँको अहिले अर्थतन्त्रको स्वरूपमा। तपाईँले 4P+P लाई मात्रै फोकस गरेर त्यसपछि यो कुरा चाहिँ ल्याउनु भयो भने हाम्रो वे अफ डिरेक्सन कहाँ छ, अर्थतन्त्रको दिशा कता निर्देश भइरहेको छ भन्ने कुरा चाहिँ यहाँबाट हामीले चाहिँ हेर्न सक्छौँ भनेर भनेको।
अब हजुरहरूलाई मैले यति कुरा गरिसकेपछि तथ्याङ्कको आधारमा भनेको अब यहाँ सुन्नु जिडिपी अहिले कति छ त भन्दाखेरि 61 खर्ब 7 अर्ब 22 करोड छ। अब यो मैले धेरै कुरा यहाँ हजुरलाई भन्न चाहन्न। अब यसमा प्राइमरी सेक्टर भनेको 25.62% हुन्छ, त्यसपछि सेकेन्डरी भनेको 12.37% हुन्छ, टर्सरी भनेको सर्भिस सेक्टर हो त्यो भनेको 62.01% हुन्छ। अब प्राइमरी भित्र चाहिँ एजी एग्रिकल्चर भनेको 25.16% छ, त्यसपछि माइन खानी 0.46% छ सक्रिय। अब सेकेन्डरी क्षेत्रभित्र चाहिँ तपाईँको इन्डस्ट्री भनेको 4.98% छ, त्यसपछि कन्स्ट्रक्सन भनेको 5.24% छ, अनि त्यसपछि इलेक्ट्रिसिटी ग्यास विद्युत भनेको 1.73% छ, अनि त्यसपछि वाटर एन्ड सेनिटेसन भनेको 0.42% छ। यति भनेपछि सेकेन्डरी भयो होइन। अब टर्सरीमा भनेको चाहिँ तपाईँले कन्ट गरिरहनु भएको छ, त्यो भएर म त्यति यो लेख्ने कक्षा होइन, मैले अहिले नै भनिदिएको छ यो लेख्ने कक्षा होइन सुन्ने हो है। अब 62मा चाहिँ तपाईँले सबभन्दा ठुलो के हो थोक तथा खुद्रा व्यापार ट्रेडको कुरा, ट्रेडको भनेको 14.55, थोक तथा खुद्रा व्यापार 14.55, रियल इस्टेट भनेको चाहिँ तपाईँको घर जग्गा कारोबार 8.29% होइन। अझ चाहिँ यहाँ छुट्यो सार्वजनिक प्रशासन र पब्लिक एडमिनिस्ट्रेसन एन्ड डिफेन्स रक्षा भनेको कति हो 8.72% सार्वजनिक प्रशासन र रक्षाको योगदान छ। त्यसपछि रियल इस्टेट घर जग्गा कारोबार 8.29 छ, अनि एजुकेसन शिक्षाको 7.87% छ, ट्रान्सपोर्टेसनको 7.28%, 7.2% छ, अनि त्यसपछि अर्को ब्याङ्क तथा वित्तीय संस्था इन्सुरेन्सहरूको 6.65% छ होइन। अनि त्यसपछि सञ्चारको 1.94% छ, स्वास्थ्यको 1.91% छ, टुरिज्मको चाहिँ 1.39% छ। यो भनेको चाहिँ तपाईँको के हो प्राइमेरी सेक्टर सेकेन्डरी र टर्सरीको चाहिँ कन्सेप्चुअल हिसाबले भनेर भनेको। अब यसमा हजुरलाई क्वेसन सोध्न सक्ने भनेर भनेको कहिले काहीँ के हुन्छ भन्दाखेरि एग्रिकल्चर सेक्टरको 25.16% भयो भने यहाँ सोधिरहेको क्वेसन यही त हो, एग्रिकल्चर मात्रै भनौँ भने 25.16%, अनि इन्डस्ट्री सेक्टर भनौँ भने 12.83%, अनि त्यसपछि सर्भिस सेक्टर भनौँ भने 62% गरेर 62.01% गरेर 100% हुन्छ। अब हजुरहरूले धेरैजनाले सोध्ने कुरा के हो यो 12 कहाँडा हो 12.83 यदि उद्योग क्षेत्र भनेमा उद्योग क्षेत्र भनेमा उद्योग क्षेत्र भनेको पुरै सेकेन्डरी 12.37 प्लस यहाँ त कृषि मात्रै आछ, बाँकी खानी त छँदै छ। यो खानी कहाँ लानुहुन्छ त, खानी कृषि क्षेत्र कि उद्योग क्षेत्र हो कि सेवा क्षेत्र हो त, खानी भनेको चाहिँ के हो उद्योग क्षेत्र हो। त्यही भएर उद्योगमा जोडिने 0.42% 0.46% छ, 46% जोड्दा कति भयो 17 छ 13 कति हातला 1 4 3 7 1 8.12 12.83% भनेको उद्योग क्षेत्रको कन्ट्रिब्युसन भयो। उद्योग क्षेत्रको कन्ट्रिब्युसनको हिसाबले कुरो बुझ्नु भएको छ नि यहाँ। जस्तै चाहिँ तपाईँहरूलाई कहिले काहीँ क्वेसन सोद्धाखेरि चाहिँ प्राइमरी सेक्टर सेकेन्डरी सेक्टर र टर्सरी भनेर पनि क्वेसन सोध्न सक्छ, कृषि उद्योग सेवा कृषि उद्योग अनि त्यसपछि कृषि क्षेत्र त्यसपछि उद्योग क्षेत्र र सेवा क्षेत्र भनेर पनि क्वेसन सोध्न सक्छ भन्ने कुरा चाहिँ यहाँनिर हेर्नु पर्यो। ल अब त्यसपछि यसैमा हामी जाउँ। अब जिडिपीमा सबभन्दा बढी योगदान कुन प्रदेशले गर्छ बागमती प्रदेशले गर्छ। बागमती भनेको 36.5% छ, अनि त्यसपछि कम भनेको कर्णाली प्रदेश 4.2% छ। भनेको जिडिपीको कन्ट्रिब्युसनको हिसाबले भन्नुहुन्छ भने हामीले जिडिपीको कुन प्रदेशले कति गर्छ त भनेर भनौँ भने नि, अथवा चाहिँ सिक्वेन्स चाहियो भने पनि बागमती भनेको 315 24 त्यहाँ 76 अथवा जसरी सम्झाइ पनि हुन्छ 315 24 76 भनेर सम्झनु भने मैले चाहिँ यसरी सम्झाएको थिएँ। 315 भनेको सबभन्दा 315 भनेको बागमती कोशी लुम्बिनी मधेस अनि गण्डकी त्यसपछि सुन्दर पश्चिम र कर्णाली जिडिपीमा चाहिँ कर्मैसँग योगदानको हिसाबले भनेर भनेको होइन, जिडिपीको कन्ट्रिब्युसनको हिसाबले भनेको। अब जिडिपी पछि के होला कृषि। अब कृषिमा सबभन्दा बढी चाहिँ कुन प्रदेशले गरेको छ भनौँ त कृषिको चाहिँ योगदान भनेको चाहिँ 2 नम्बर प्रदेशले गरेको छ भने कम 23 3 नम्बरले। अनि उद्योगमा सबभन्दा बढी चाहिँ 4 नम्बरको छ भने कम 6 नम्बरको छ। अनि सेवामा सबभन्दा बढी चाहिँ 3 नम्बरको छ भने कम चाहिँ 1 नम्बरको छ। यो के भने अब तपाईँलाई मैले त्यो त बढी रकम भनेको पुरै चाहियो भने पनि लेख्नु तपाईँलाई केही ठुलो कुरो भन, तर इक्जाममा कति पढ्न सक्नुहुन्छ भन्ने कुरा हो तपाईँलाई होइन। जस्तै चाहिँ तपाईँको यसले जस्तै हजुरहरूले चाहिँ जुन हिसाबले चाहिँ हजुरहरूले तयारी गरिरहनु भएको छ
भनेको कृषि क्षेत्रमा सबभन्दा बढी कुन प्रदेशको छ? मध्य प्रदेश योगदान छ भने सबभन्दा कम बागमती प्रदेशको छ। उद्योग क्षेत्रमा सबभन्दा बढी गण्डकीको छ, सबभन्दा कम कर्णालीको छ। सेवा क्षेत्रमा सबभन्दा बढी बागमतीको छ, कम छन् भनेको चाहिँ तपाईँको 1 नम्बर कोशी प्रदेशको छ। त्यो ढङ्गले पढ्नु, यहाँ पुरै मसँग डिटेल नखोज्नु, त्यो एउटा फ्रेम मात्रै खोज्नु। अब आर्थिक वृद्धि दर भन्ने बित्तिकै तपाईँले कसरी सरल सम्झाउनु पर्यो भनेको 81/082मा चाहिँ 4.61%। 61% हुँदाखेरि चाहिँ गण्डकी भनेको गण्डकीको 5.5% छ भने सुन्दर पश्चिमको 3.3% छ। 3.3 आर्थिक वृद्धिको हिसाबले भनेर भनेको है। हजुरहरूले चाहिँ अब यसलाई चाहिँ पुरै पढ्नुहुन्छ कि अथवा कम पढ्नुहुन्छ त्यो त तपाईँले सम्झिनु पर्यो नि त। अब यसलाई चाहिँ सबै पढ्न पर्यो भने सिक्वेन्सियल अर्डरमा तपाईँले सबै हेर्न पनि सक्नुहुन्छ आर्थिक वृद्धिको, होइन? अब चाहिँ जस्तै अब आर्थिक वृद्धिको 43-65 भन्छ क्या, 43-65 भन्न खोजेको चाहिँ तपाईँको अब अङ्क त मोबाइल नम्बर सम्झे पनि भयो, जसरी हजुरहरूले चाहिँ सम्झाउनु त त्यसरी सम्झे भयो नि त। 43-65 217 भनेर सम्झाएको थिएँ मैले। 43-65 217 भनेर भनेको 98-43-65 217 कसको मोबाइल नम्बर सम्झनु, होइन? अब यो भनेको 4 नम्बर भनेको गण्डकी, बागमती, कर्णा। अब यो म त्यतातिर जान्न। ल, आर्थिक वृद्धि 81-82मा त्यति छ। 82-83को वार्षिक बजेटले चाहिँ कति 6% भनेको छ। मोनेटरी पोलिसी एमपीले पनि त्यही 6% मौद्रिक नीतिले भनेको छ। अब 82-83 पछि 16 योजना, 16 योजनाले कति भनेको छ त? 16 योजनाले 7.3% भनेको छ। एसडिजीले कति भनेको छ? 10.3% भनेको छ। फेरि लङ टर्मले कति भनेको छ? लङ टर्म भनेको त्यो 10.5% भनेको छ। लङ टर्म भनेको चाहिँ बुझ्नुहुन्छ नि, लङ टर्म भनेको दीर्घकालीन सोचको हिसाबले अथवा चाहिँ तपाईँ 2100-2101को रेसियोमा चाहिँ तपाईँले यहाँनिर 2101मा चाहिँ हामी कहाँ पुग्ने के गर्ने भनेर भनेको। अब फेरि आइएमएफले सन् 2024मा भनेको हामीले त चाहिँ तपाईँको फेरि आइएमएफको त अब हजुरले अघिल्लो वर्षको डेटा हेर्ने हो नि त। अघिल्लो वर्षको चाहिँ डेटा हेर्दाखेरि 24मा 3.1% र 2025मा 4%को के गरेको छ? अनुमान गरेको छ। यसरी हेर्न पर्यो। भन्न खोजेको चाहिँ तपाईँको अब हामीले चाहिँ विश्व स्तरमा पनि हामीले चाहिँ तपाईँको इन्टरनेसनल मोनिटरी फन्डले चाहिँ जनवरी फेब्रुअरी मार्च अप्रिलमा भनेको अब 26को अप्रिलमा नयाँ डेटा आउने हो। त्यहाँसम्म त हामीले 25 अप्रिलकै डेटा पढ्ने हो नि त। 25 अप्रिलको त्यो हिसाबले भनेर भनेको। ल, अब त्यसपछि हामी अगाडि बढौँ है त। आर्थिक वृद्धि भएपछि अब पिसिआई। अब पिसिआई तपाईँले के हो? एउटा जिएनपीमा हेर्न पर्यो, अर्को जिडिपीमा हेर्न पर्यो, अर्को एक्सपेन्डिचरमा हेर्न पर्यो। एक्सपेन्डिचर होइन। अब जस्तै जिएनपी भनेको ग्रस नेसनल प्रोडक्ट, जिडिपी भन्दा जिएनपी बढी हुन्छ। अहिले पनि हाम्रो 61 खर्ब 93 अर्ब ग्रस नेसनल इन्कम यानि कि प्रोडक्ट छ भने, अनि जिडिपी 61 खर्ब 7 छ भने त बढी नै छ। बढीमा बढी हुन्छ भनेको $1517 हुन्छ। अब जिडिपी भनेको $1496 हुन्छ। अनि पर क्याप एक्सपेन्डिचर भनेको यसले के भनेको? प्रति व्यक्ति खर्च योग्य आय भनेर भनौँ भने $1940 भयो। $1940। अब प्रदेशगत आधारमा प्रदेशमा चाहिँ सबभन्दा बढी बागमतीको छ। बागमती प्रदेशको भनेको चाहिँ कति? $2601 छ भने सबभन्दा कम भनेको चाहिँ मधेसको छ। मधेसको भनेको $932 छ। भन्न खोजेको चाहिँ अहिलेको हिसाबले चाहिँ हेर्ने हो भने त्यति चाहिँ कम छ भनेर भनेको। अब त्यसपछि हजुरले अब तपाईँलाई पुरै जान्न मन लाग्यो भने 341 भनेर सम्झनु। भन्न खोजेको सबभन्दा बढी बागमती भयो, त्यसपछि गण्डकी भयो, त्यसपछि कोशी भयो, अनि 57-62। अब 57-62 कसरी सम्झाउनुहुन्छ? यो प्रदेशको भयो, प्रदेश होइन, प्रदेशको भयो। दोहोरो तेह्रो चौथो जति भन्नु असाहारीलाई त त्यसरी क्वेसन सोध्छ। अनि त्यसपछि अब 16 योजनाले पिसिआई हाम्रो कति हो? $2351। एसडिजीले कति हो? एसडिजी $2900। त्यसपछि लङ टर्मले कति हो? लङ टर्मले $12100 होइन, $12100। अब तपाईँले क्वेसन सोध्नु होला अघि किन 1300 छ 1304 भनेर भनेको? त्यो युएन रेटका आधारमा हो। त्यो युएन रेटका आधारमा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ युएन रेटले त्यसलाई चाहिँ तपाईँको कतिमा कन्भर्ट गरेको हुन्छ, त्यसको चाहिँ मापन विधिको आधारमा अथवा त्यसलाई चाहिँ हामीले गर्ने कन्भर्टको आधारमा, उसको फिस्कल इयरको आधारमा केही चाहिँ फरक पर्छ। अब हजुरहरूको चाहिँ यो मैले कमेन्ट चाहिँ लिन पाएको छैन, सरी फर द्याट। म कमेन्ट पढ्न आएको होइन र मैले तपाईँहरूलाई यो खास अब यो यहाँ भुलाउन पनि आएको होइन। म
है टपिकमा चाहिँ केही जानकारी दिउँ भन्ने हिसाबले त्यहाँ के कमेन्ट गरिरहनु भएको छ, मैले त्यो कमेन्ट पढ्न भएको छैन। त्यो कमेन्ट पढ्न सम्भव पनि साध्य पनि छैन। कमेन्ट नगर्दा नि केही फरक पर्दैन है, कमेन्ट नगर्ने गरी नै म पढाइरहेको छु। ल अब त्यसपछि सर रिभिजनको पार्ट मात्रै हो भन्ने हिसाबले बुझिरहनु भएको छ नि है। ल प्रति व्यक्ति आएको कुरा यसरी बुझिहाल्नु भयो। प्रति व्यक्ति आय कुल कुल राष्ट्रिय क्वेसन सोध्छ, प्रति व्यक्ति आय कुल राष्ट्रिय आयमा कति छ, प्रति व्यक्ति आय कुल ग्रास उत्पादनमा कति छ, प्रति व्यक्ति खर्चयोग्य आय नेपालको कति छ भनेर त्यसरी क्वेसन सोध्छ एउटा लेभलमा। अर्को चाहिँ प्रदेशगत हिसाबले भइहाल्यो होइन। त्यसपछि चाहिँ तपाईँको मध्य प्रदेशको पनि 341, 57, 62 भनेर भनेको त्यो सिक्वेन्सियल अर्डरमा हो है। मैले अब किताबमा पनि यही ढङ्गले राखेको छु, किताबको फर्मेट पनि मेरो ठ्याक्कै जुन मैले पढाइरहेको छु त्यही फर्मेटमा छ होइन। अब त्यसपछि हामी अगाडि बढौँ त। अब आर्थिक वृद्धि पिसिआई, अब रेमिटेन्स। अब रेमिटेन्स भनेको चाहिँ कहिलेकाहीँ चाहिँ तपाईँ क्वेसन सोधिरहेको हुन्छ, तुलना गर्न पनि सोधेको हुन्छ। अब 2082, 81 भनेको 80, 81मा चाहिँ 14 खर्ब 45 अर्ब, 14 खर्ब 45 अर्ब, त्यो भनेको जिडिपीको 25.2% हो भने अब 81, 082मा चाहिँ 82मा 17 खर्ब 23 अर्ब, 17 खर्ब 23 अर्ब बराबर बराबर 28.4% हो भने यति कुरा चाहिँ रेमिटेन्सको चाहिँ। अरू कुरा त म भन्दैन तपाईँहरूलाई, यो रेमिटेन्सको पार्टबाट चाहिँ यति कुरा चाहिँ ख्याल गर्नु पर्यो। अहिलेको जुन खालको नयाँ रेमिटेन्स छ नि हो त्यो कुरा भनेको चाहिँ त्यसमा। अब त्यसपछि अहिलेको चाहिँ तपाईँको व्यापारको कुरा। व्यापार, अब व्यापार भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ 81, 82को 12 महिनामा, 81, 82को 12 महिनामा चाहिँ अब आयात कति छ त, आयात बराबर 18 खर्ब 4 अर्ब, 18 खर्ब 4 अर्ब मात्रै लेख्छु ल मैले सर्टकटमा। 18 खर्ब 4 अर्ब बराबर 86.7% बराबर 29.5%। अनि त्यसपछि निर्यात, निर्यात भनेको चाहिँ 2 खर्ब 77 अर्ब बराबर बराबर 13.3% हो बराबर 4.5%। यो के हो भन्नु होला नि फेरि, यो क्षेत्र भइहाल्यो, यो रकम भयो, यो अंश भयो, अनि यो जिडिपी अनुपात भयो, जिडिपी अनुपात, जिडिपी अनुपात हो, जिडिपी अनुपात भयो। ठिक छ है। अब त्यसपछि जोडौँ कुल व्यापार। अब कुल व्यापार, कुल व्यापार बराबर भनेको चाहिँ 20 खर्ब 81 अर्ब, 81 अर्ब जोड्नु, यहाँ 7% हुन्छ, यहाँ 34% व्यापार हुन्छ हो। घाटा बराबर, घाटा बराबर 15 खर्ब 27 अर्ब, त्यो घटाएर निकाल्नु तपाईँहरूले 27 अर्ब। त्यो भनेको जिडिपी, जिडिपीमा कति हो भन्दाखेरि 25% हो, जिडिपीको रेसियोमा 25% हो। निकासी पैठारी अनुपात, निकासी पैठारी अनुपात, निकासी पैठारी अनुपात कति छ भन्दाखेरि 1:6.5, 1:6.5 भनेर भनेको। अनि त्यसपछि 163 देशसँग 163 देशसँग व्यापार, व्यापार है। नाफामा, नाफामा 40, सबभन्दा बढी नाफा अफगानिस्तानसँग, अफगानिस्तानसँग हो। अनि त्यसपछि घाटा, घाटामा 123, बढी भारत, त्यसपछि चीन, त्यसपछि चीन। ल हेर्नु त, यो व्यापारको चाहिँ तपाईँको अहिलेको चाहिँ तपाईँको यो वर्षको चाहिँ 81, 82को तथ्याङ्कगत हिसाबले भनेर भने हो, व्यापारको मात्रै है। ग्यास निर्यात गर्ने होइन, त्यो त ऊ चाहिँ हो, ग्यास भनेको चाहिँ अर्कै, त्यो भनेको तपाईँहरूले चाहिँ आयात निर्यातको हिसाबले भन्नुभएको होला। अब त्यसलाई चाहिँ तपाईँको अब ग्यासको, अनि त्यसपछि हामीले चाहिँ बिचौलिया बजारको जुन खालको पाम ओइलको कुरा छ होइन, अब त्यसको त धेरै डिटेल नै छ होइन। ल यो भन्सार विभागको प्रतिवेदन अनुसार है,
भन्सार विभागको प्रतिवेदन अनुसारको अहिलेको चाहिँ तपाईँको मैले तथ्याङ्कको कुरा गरेको। भन्सार विभागले अहिले नयाँ तथ्याङ्क निकालेको छ नि 81-82 को 12 महिनाको हो, त्यो कुरा गरेको है। ल ल अब यसमा तपाईँहरूले विशेष गरी यसमा हेर्न पर्ने भनेको अब जस्तै अब अर्जेन्टिनासँग चाहिँ दोस्रो बढी चाहिँ तपाईँको जस्तै अब व्यापार नाफाको कुरा घाटाको कुरा हुनसक्छ होइन। अब अर्जेन्टिनासँग दोस्रो चाहिँ तपाईँको निर्यात बढी चाहिँ तपाईँको नेपालले चाहिँ निर्यात सबभन्दा बढी भारतसँग गरेको छ, दोस्रोमा चाहिँ तपाईँको अमेरिकासँग गरेको छ, फेरि आयात पहिलोमा चाहिँ भारत हो, दोस्रोमा चिन हो होइन। त्यसपछि कुल व्यापार फेरि अर्जेन्टिनासँग छ होइन। त्यो कुरा चाहिँ सर हेर्नु होला। सबभन्दा बढी आयातमा चाहिँ पेट्रोलियम ल्याउँछ, पेट्रोलियममा पनि डिजेल पेट्रोल मट्टितेल तेल ग्यास त्यसरी ल्याउँछ। त्यसपछि चाहिँ तपाईँको हामीले उता पठाउने सोयाबिन तेल पठाएको छ होइन, उताबाट पनि ल्याएको छ। 17 खर्ब 23 अर्ब 27 करोड चाहिँ भनेको 17 खर्ब 23 अर्ब 27 करोड हो रेमिटेन्स। मैले त्यही त भने नि 17 खर्ब 23 अर्ब भनेको छैन त, त्यही भनेको छ त। ल तपाईँहरूले भनेको ठिक छ है। ल यो ढङ्गले चाहिँ तपाईँको यसलाई चाहिँ यो तथ्याङ्कहरू यसरी हेर्नु। र अर्को कुरा हजुरहरूले अलिकति चाहिँ तपाईँको अलिकति तथ्याङ्क पढ्न मेसो पाउनु भएन भने जस्तै कसरी पढ्ने भन्दाखेरि एउटा सूचक बनाउने, अनि त्यसपछि हालको अवस्था बनाउने, हालको बनाउने, अनि त्यसपछि 16 योजनाको लक्ष्य बनाउने, 16 योजना बनाउने, अनि यो एसडिजी भनेर भनेको एसडिजीको लक्ष्य, अनि त्यसपछि दीर्घकालीन सोच। अब यो त सुरुमा मैले बनाइदिएर सबैले यही सार्नु भएको त नि सबैजनाले किताबहरूमा होइन। किताबमा त सबैको किताबमा त मित्र घिमिरेकै फर्मेट आउने हो, त्यहाँ नयाँ त कसैकै छैन यहाँ होइन। अब यो चाहिँ तपाईँको मैले जुन फर्मेटले लेखिदिएको छु त्यही फर्मेटले अरूले पनि त्यही सार्ने हो। त्यस कारणले गर्दाखेरि यो चाहिँ फर्मेटमा मैले सुरुमा चाहिँ तपाईँको मेरो सुरु स्टार्टिङदेखिको किताब हेर्नुभयो भने यही फर्मेटमा चाहिँ छ है। अब एउटा कुरा चाहिँ तपाईँको जस्तै यहाँ तरिका मात्रै है। आब्री भनेको आर्थिक वृद्धि दर अहिले 4.61% छ, 16 योजनामा चाहिँ 7.3% छ, एसडिजीमा 10.3% छ, दीर्घकालीन सोच 10.5% छ। यसरी हेर्नु पर्यो। अब पिसिआई भनेको अहिले $1517 छ, यतापट्टि $2351, यतापट्टि $2900, यतापट्टि $12100। यसरी पढ्नु भने त भोलि रिटर्न पेपरमा पनि तपाईँले कम्पेरिजन गर्न सजिलो हुन्छ नि त होइन। त्यो चाहिँ कम्पेरिजन गर्न पनि सजिलो हुन्छ पिसिआईको कुरा। अब एचडिआई ह्युमन डेभलपमेन्ट इन्डेक्सको 0.622 अहिले छ, 0.650 पछि 0.680, एसडिजीमा 0.760 दीर्घकालीन सोचमा होइन। अनि त्यसपछि औसत आयु अहिले 71.3 वर्ष होला, यतापट्टि 73 वर्ष होला, यतापट्टि 75 वर्ष होला, 80 वर्ष भनौँ होइन। अनि एमएमआर मातृ मृत्यु दर रेट अहिले 151 प्रति लाख होला, 99 होला, 70 होला, 20 होला होइन, घटाएर त्यति जाला नि त। अनि त्यसपछि पर्यटन खर्च अहिले चाहिँ कति छ, $40.8 छ, यतापट्टि $85, यतापट्टि चाहिँ कति $150, यतापट्टि $200 होला होइन, $200 होला पर्यटन खर्च। अब विद्युतको पहुँच अहिले कति छ, विद्युतको पहुँच भनेको अहिले 99% छ, यता 99% हुन्छ। अब यता यहाँदेखि त पुरै 100% छ। अनि विद्युत उत्पादन अहिले कति हो, 3602 मेगावाट छ, यता 11709 मेगावाट यसले चाहिँ के गरेको छ, लक्ष्य छ। यतापट्टि कति भनेको 17,000 होइन, 17,000 यसको लक्ष्य छ, यतापट्टि 40,000 यसको लक्ष्य छ होइन। यो तरिका बुझ्नु भएको छ नि, यो तरिका यसरी चाहिँ पढ्नु भने लगभग फ्रेमिङ चाहिँ मिल्छ र तपाईँहरूले उ गर्नु पर्दैन है। ल अब यो चाहिँ तपाईँको टार्गेटको हिसाबले हजुरहरूले एउटा फ्रेमिङ मैले भनेको छु होइन। अनि त्यसपछि त्यसमा चाहिँ त्यही फ्रेमिङमा तपाईँहरूले ढालेर अगाडि बढ्नु पर्यो भनेर भनेको। ल अब त्यसपछि यो एउटा तरिकाको तथ्याङ्क भयो। अब जस्तै अब कृषिमा एकदम ध्यान दिनुपर्ने कुरा तपाईँहरूले के हो भन्दाखेरि कृषिमा भनेको चाहिँ यो इन्जिन अफ ग्रोथ भनेर कृषिलाई भनिन्छ हो एउटा कुरा। अर्को कुरो चाहिँ 6औँ योजनाबाट कृषिलाई प्राथमिकतामा राख्न थालेको, 10औँ र 11औँ योजना दशकको रूपमा घोषणा गरेको, दशकको होइन, कृषि दशक भनेको 10औँ र 11औँ योजना त हो नि राख्न थालेको। अनि त्यसपछि यो कृषि दशकको भनेको चाहिँ तपाईँको 10औँ र 11औँ योजनालाई कृषि दशकको योजनाको रूपमा चाहिँ
राख्न थालेको भनेर भनेको। 67% मानिस संलग्न र 25.2% जिडिपीमा योगदान, 62% परिवार, 62% परिवार होइन, 62% परिवार, 67% मानिस, 25.2% जिडिपीमा कन्ट्रिब्युसन भएको छ हो। अनि जिडिपीको कन्ट्रिब्युसनको चाहिँ मोडालिटीमा भनेको। अनि खेतीयोग्य जमिन खास 17.97% हो। त्यो भनेको 26,40,000 हेक्टर, 26,40,000 हेक्टर है, 26,40,000 हेक्टर हो। अनि त्यसपछि खेतीयोग्य 2081 को फागुनसम्म, 81 फागुनसम्म यसले के भनौँ, कृषियोग्य भनौँ। कृषियोग्य जमिन भनेको चाहिँ 35,57,000 हेक्टर, 35,57,000 हेक्टर। यसको 44%मा के छ, सिँचाइ छ। अनि त्यसपछि सिँचाइ योग्य जमिन कति छ भन्दाखेरि चाहिँ 25,36,000, 25,36,000 हेक्टर। त्यसको 62%मा 12 महिना सिँचाइ भनेको 62%मा सिँचाइ सुविधा छ भनेर भनेको हो त्यसले चाहिँ 81 फागुनसम्मको। अनि खाद्यान्न बाली भनेको धाम गएको जौफा, खाद्यान्न बाली। अनि त्यसपछि औद्योगिक बाली भनेको उची जुकक है। अनि त्यसपछि नगदे बाली आतेम होइन। अनि मसला बाली बेलखु अनि त्यसपछि अर्को चाहिँ औद्योगिक नगदे मसला दलहन बाली भनेको मुभमा अचार। ल हेर्नु त, यो त पढिसक्नु भयो होला हजुरहरूले, मैले रिभिजन मात्रै हो। अनि त्यसै बुलेट ट्रेन राखेको छ त नाम। अनि टेबल हेर्ने अब बुलेट ट्रेन हो, अब यहाँ कहाँ रोकिने कुरै छैन, यहाँ त्यस्तो नभन्नु न। तपाईँहरूलाई मैले यहाँ सार्न भनेर बोलाएकै होइन, सुनाउन बोलाएको। सर कान पवित्र गर्ने, पर्सि गए साउको आए बाउको भन्ने ठोक्ने, कि जङ्गे जेलमा कि जङ्गी रेलमा भन्ने हान्ने। अब के अन्त है भनेर भयो नि लाग्दैन। ल अब त्यसपछि हेर्नु है, ठिक छ, अगाडि बढौँ। यसको फुल फर्म चाहिँ हजुरले चाहिँ थाहा आउनु भएको, धान, मकै, गहुँ, कोदो, जौ र फापर खाद्यान्न बालीमा। औद्योगिक बालीमा उखु, चिया, जुट, कफी र कपास। यो मैले भने होइन, आर्थिक सर्वेक्षणले भनेको। नगदे बालीमा आलु, तेल र मह। मसला बालीमा बेसार, लसुन, खुर्सानी, अदुवा र अलैँची। दलहन बालीमा मुसुरो, भटमास, मास, अरहर र चना। मुसुरो, भटमास, मास, अरहर र चना भनेको त्यसको चाहिँ उसको के भन्छ अरे, त्यो सिक्वेन्सियल अर्डरमा भनेको है, त्यो यताउति होइन कि सिक्वेन्सियल अर्डरमा। अनि समर्थन मूल्य के का तोकेको छ सरकारले? समर्थन मूल्य भनेको चाहिँ के को तोकेको भन्दाखेरि धानका पनि मोटा धान, मध्यम धान र चैते धान। अनि त्यसपछि उखु र गहुँ, यो 5वटाको तोक्या छ है समर्थन मूल्य भनेको। सरकारले मोटा धान, मध्यम धान, चैते धान 3, उखु 4, गहुँ 5 बराबर 5वटाको समर्थन मूल्य सरकारले यति दिन्छु भनेर तोकेको छ। त्यसलाई भनेको हामी समर्थन मूल्य भनेर भन्छौँ। अब त्यसपछि पिएएमपी पाम्प भनेको 2073 देखि 2082सम्म 10 वर्ष, 10 वर्षका लागि पाम्प भन्ने थियो हो। अहिले नेसनल एग्रिकल्चर मोडलिजम प्रोजेक्ट एनएमपी भनेको 2082-83मा बुझ्नुहुन्छ यो। 73-82 देखि 10 वर्षका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना थियो। पछि अहिले नाम चेन्ज गरेर राष्ट्रिय आधुनिकीकरण कृषि परियोजना होइन, कार्यक्रम प्रोग्राम भनेर बनाएको छ अहिले होइन। अब यसले के भनेको छ, सुपर जोन भनेर घोषणा गरेको छ हो। अब सुपर जोन है, सुपर जोन भन्ने बित्तिकै तपाईँलाई के भनौँ है, 1000 हेक्टरलाई सुपर जोन, 500 हेक्टरलाई जोन, 100 हेक्टरलाई ब्लक,
अनि 10 हेक्टरलाई पकेट। सुपर जोन, जोन, ब्लक र पकेट होइन। अब सुपर जोन कति बनाउनु लक्ष्य? 21 बनाउनु लक्ष्य, 2100 पुगे। जोन भनेको 300 बनाउनु पर्ने लक्ष्य, 206 वटा पुगे। त्यसपछि ब्लक भनेको 1500 बनाउनु पर्नेमा 1464 वटा पुगे। अनि त्यसपछि पकेट भनेर भनेको कति बनाउनु पर्ने? 15000 बनाउनु पर्नेमा 9162 वटा पकेट बने। यही त हो त मैले पढेको होइन। अब सुपर जोनमा के पर्छन्? सुपर जोनमा 12 वटा कुरा पर्छन्। सुपर जोनमा भनेको धान पर्छ, अनि त्यसपछि धान पछि माछा पर्छ, माछा पछि आलु पर्छ, आलु पछि गहुँ पर्छ, के अरे मकै पर्छ, मकै पछि तरकारी पर्छ होइन, तरकारी पछि सुन्तला पर्छ, सुन्तला, त्यसपछि अलैँची, अलैँची, त्यसपछि जुनार होइन, जुनार, अनि कफी, कफी, अनि स्याउ, स्याउ, अनि गहुँ, अनि त्यसपछि अरू के केरा होइन। 1 2 3 4 5 6 7 8 9 10 11 12 12 छन्। धानका सुपर जोन 5 वटा, झापा मोरङ, कपिलवस्तु, बर्दिया र कञ्चनपुर। माछाका 3टा, माछाका 3टा धनुषा 12 र रूपन्देही। आलुका 2टा काभ्रे प्लाञ्चोक र डडेलधुरा। मकैका 2टा चाहिँ सर्लाही र दाङ र सर्लाही। तरकारीका 2टा कास्की र नवलपुर। सुन्तलाको एउटा स्याङ्जा, अलैँचीको एउटा सङ्खुवासभा र भोजपुरको सिमानामा, जुनारको एउटा सिन्धुली, कफीको एउटा गुल्मी, स्याउको एउटा जुम्ला, गहुँको चाहिँ तपाईँको एउटा कैलाली, केराको एउटा चितवन। 1 2 3 4 5 6 7 7 2 9 9 र 2 11 11 2 13 13 3 16 16 5 21। ल 21 वटा सुपर जोन होइन। यो तपाईँहरूले चाहिँ पढेकै कुरा, यसलाई सर रिभिजन मात्रै मैले गराइदिएको है। ए त्यो फलानु नम्बरमा मोबाइलमा मेसेज गर्नै पर्दैन, आर्थिकको नोट यहीँ दियो त। अनि आर्थिकको नोट हेर्नु भएको छ नि तपाईँहरूले, फेसबुकमै राखेको छु त, आर्थिक र समसामयिकको। कसै कहाँ मेसेज गर्न पर्दैन, त्यो सबै मित्र घिमिरेको नोट ल र पिडिएफ बनाएर अनि वाटरमार्क हटाएर दिने हो सबैजना। ल अब यो चाहिँ तपाईँहरूले चाहिँ यो सुपर जोन कसरी पढ्ने होइन, सुपर जोनको हिसाबले चाहिँ 21 वटा भनेर भनेको छ नि, हो त्यो सुपर जोनको चाहिँ कुरा गरे हो यसमा चाहिँ। ल अब त्यसपछि सुपर जोन सँगसँगै अब ओबिओपी जोडिएको छ होइन, ओबिओपी जोडिएको छ। ओबिओपी भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो? 1979 मा जापानबाट 1980 देखि लागू भएको, जापानका मुरी हितो हिरामासु भन्ने मान्छेले ल्याएको होइन। त्यसपछि नेपालमा सन् 2006 भनेको आब 63-64 बजेट भाषण दोलखाबाट, दोलखा जिल्लामा सुरु भएको लोकता खेतीका लागि। लोकताको जिल्ला बागलुङ हो, तर ओबिओपीमा त्यहाँ सुहाउँदो छ भने त्यता लगियो। अहिले 42 जिल्लामा लागू छ यो ओबिओपी कार्यक्रम। अनि त्यसपछि लोगो बनाएको छ 71 असोज 12 गते नवज्योति सुवेदीबाट लोगो बनेको छ। अहिले नेपालले चाहिँ यो नेपालमा चाहिँ ओबिओपी नभइकन ओडिओपीमा गएको छ। ओडिओपी भनेको वान डिस्ट्रिक्ट वान प्रोडक्ट, एक गाउँ एक उत्पादनबाट एक जिल्ला एक उत्पादनमा गएको छ। यो तपाईँले ओबिओपी भनेको चाहिँ हजुरले पढे जस्तो गोलेबन्दा, कास्की, उक्काको नली, बागलुङ, अङ्खोरा, पाल्पा, मुला, चितलाङ, चिउरा, टिकनी, बोडी, अम्बा, धुनीबेसी चामल, सिकरबेसी, माछा, नुवाको, ट्रपल, च्याउ, रोल्पा, बासमती चामल, चितवन, झरालु चामल, डोती, तातके, वीरगञ्ज, काठको ठेकी, मकवानपुर, आँप, सप्तरी, सुपारी, झापा, बेल, बर्दिया, टिमुर, सल्यान भनेर पढ्नुहुन्छ नि, त्यो होइन। त्यो के कहाँ बढी पाइन्छ भनेर पढेको हो। यो ओबिओपी भनेको माटो सुहाउँदो उत्पादन हो। जस्तै कसरी पढ्ने? लोकता, लोकताको जिल्ला बागलुङ, ओबिओपीमा दोलखा। दुधडेरीको जिल्ला रूपन्देही, ओबिओपीमा काभ्रे। टिमुर फल्ने जिल्ला, टिमुर बढी फल्ने जिल्ला सल्यान, ओबिओपीमा म्याग्दी। त्यसरी हेर्नु पर्यो। कफीको जिल्ला गुल्मी, ओबिओपीमा स्याङ्जा। त्यो ढङ्गबाट हेर्नु पर्यो ओबिओपीलाई। अर्को कुरा भनेको कृषि गणना। कृषि गणना भनेपछि अब के हुन्छ त? 4 वर्षमा बाघ गणना हुन्छ, 5 वर्षमा उद्योग गणना, आर्थिक गणना हुन्छ, 10 वर्षमा कृषि गणना, जनगणना, राष्ट्रिय निकुञ्ज गणना, आरक्षण गणना। आरक्षणको पनि पुनरावलोकन 10 वर्षमा हुन्छ, राष्ट्रिय निकुञ्ज पनि 10 वर्षमा हुन्छ, कृषि गणना पनि 10 वर्षमा हुन्छ, जनगणना पनि 10 वर्षमा हुन्छ होइन। त्यसपछि 20 वर्षमा निर्वाचन क्षेत्रको पुनरावलोकन हुन्छ, निर्वाचन क्षेत्रको पुनरावलोकन 20 वर्षमा हुन्छ। अब कृषि गणना 2018बाट सुरुवात भएको, अहिले 7औं गणना 78मा भयो, नतिजा 80 भदौ 21मा आयो। कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार नारा थियो। अब त्यसले के भनौँ भन्दाखेरि चाहिँ अब 90%, 83%, 82%, 79%, 79%, अनि त्यसपछि 70.4%, 70% होइन, अनि त्यसपछि 62%।
62%, 45%, 45%, 44%, होइन? यो के हो? 90% घर मिलिने कृषक छन्, 83% कृषक साक्षर छन्, 82% कृषकले आफ्नै स्वामित्वको जग्गामा भोग चलन गर्छन्, 79% को मुख्य पेसा कृषि छ, 70.4% को मुख्य आयस्रोत कृषि छ, 70% सिँचाइ सुविधा प्राप्त गरेका परिवार छन्। सिँचाइ सुविधामा सबभन्दा बढी मध्य प्रदेशले प्राप्त गरेको छ। जिल्लामा सबभन्दा बढी सिँचाइ भएको जिल्ला बारा हो। 62% परिवार कृषि पेसामा। अब यो कुरा धेरैजनाले सोध्नुहुन्छ, यो कुरा के हो भने 66 लाख परिवार छन् नेपालमा। 66 लाख परिवार मध्ये 62% परिवार कृषि पेसामा छन्। 62% परिवार भनेको 41,30,000 परिवार हो। 41,30,000 परिवारभित्र 1,94,00,000 मान्छे बस्छन्। 1,94,00,000 टोटल जनसङ्ख्याको 67% हो। यति कुरो बुझ्नु पर्यो। 66 लाख परिवार, त्यसको 62% कृषि पेसामा, ती भनेको 41,30,000। 41,30,000 परिवारभित्र 1,94,00,000 मान्छे बस्छन्। 1,94,00,000 भनेको 67% जनसङ्ख्या हो, होइन? 67% जनसङ्ख्या हो। अब त्यसपछि यसरी चाहिँ जनसङ्ख्या र परिवारको कुरा चाहिँ त्यहाँनिर हेर्नु पर्यो, होइन? यो भनेको रेसियो चाहिँ हेर्नु। अब यसमा पनि के छ भन्दाखेरि चाहिँ अब महिला र पुरुषको छ, होइन? 67% पुरुष छन् भने 67.6% र 32.6, 67.4% महिला पुरुष छन्। रेसियो महिला पुरुषको रेसियो हेर्नुहुन्छ भने, होइन? अब त्यसपछि 45% अझै हेर्ने हो भने चाहिँ 45% कृषकलाई 12 महिना खान पुग्छ, 45%लाई मात्रै, बाँकीलाई पुग्दैन। 3 महिनाभन्दा बढी खान भनेको बाँकीलाई 55%लाई खान पुग्दैन भनेपछि भोकमरी दिगो विकाससँग रिलेट गर्न पर्यो। 44% कृषकलाई जलवायु परिवर्तनमा बारे मात्रै थाहा छ, होइन? अनि कृषि कर्म भनेको 22,18,000 हेक्टरमा कृषि कर्म भएको छ। कृषि कर्म भएमध्ये 54%, 54.5%मा सिँचाइ सुविधा छ। यसको 72.7%मा 12 महिना सिँचाइ सुविधा छ, होइन? 12 महिना सिँचाइ सुविधा छ। अब कृषक परिवार बढी भएका जिल्ला कुन हो? कृषक परिवार बढी भनेको झामो धसिस कृषक परिवार बढी भएका। अनि कृषि योग्य कृषि जमिन बढी भएको, कृषि जमिन भनेको मोजासी सस। त्यसपछि कृषि जमिन कम भएको डोरहु सिँचाइ सुविधा बढी भएको भइहाल्यो। भनेको चाहिँ कृषक परिवार सबभन्दा बढी कोशी प्रदेशमा छन्, जिल्ला झापामा छ। कृषि योग्य जमिन सबभन्दा बढी मोरङमा छ, कृषि योग्य जमिन सबभन्दा कम मनाङमा छ। झापा, मोरङ, धनुषा, सिराहा र सप्तरी। मोरङ, झापा, सिराहा, सर्लाही र सप्तरी। मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला, होइन? जनसङ्ख्या कम भएका जिल्ला यसरी चाहिँ सरलाई हेर्नु पर्यो। अब जस्तै चिया चाहिँ यहाँ खाने होइन, पढ्नु पर्यो। चिया भनेको विश्वको पहिलो नगदे बाली चिया हो। इलामबाट चिया खेतीको सुरुवात 1920 मा कर्णेल गजराज सिंह जङ्गबहादुरका बहिनी ज्वाइँले चाइनाबाट अर्थोडक्स नामको चियाको बिरुवा ल्याएर त्यहाँ रोपेका थिए। त्यही अर्थोडक्स नामको चिया भनेको चाहिँ नेपालमा पहिलो चिया हो। पहाडमा फल्ने प्रविधिलाई अर्थोडक्स भनिन्छ, तराईमा सिटिसी भनिन्छ। क्यामेलिया परिवार अन्तर्गत पर्छ, ग्रास फ्यामिलीको, होइन? चिया भनेको 2016 मा बुधकरण टी स्टेसनको स्थापना भयो। 2039 सालमा चिया के अरे 5 जिल्ला राजा वीरेन्द्रले झाइ, पातेजा, झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालाई चिया क्षेत्र घोषणा गरे। 54 साल वैशाख 15 गते चिया दिवस मनाउन थालिन्छ। स्वस्थ चिया दिगो बजार, समृद्धिको आधार अहिले 2082 को नारा हो, वैशाख 15 गतेको, होइन? अनि चियामा टेनिन तत्त्व पाइन्छ। उत्पादन सबभन्दा बढी झापामा हुन्छ भने अरू सबै इलाम। प्रख्यात बगान क्षेत्र, रोजगार, कामदार सबै बढी इलाम, उत्पादन बढी झापा, है? त्यसरी चाहिँ हेर्नु पर्यो। अब कफीको 11 सालमा बलेक्टर सार गुल्मीमा सन्त हिरालाल गिरीले बर्माबाट ल्याएर सुरु गरे। 42 सालमा प्रशोधन केन्द्र स्थापना गरियो। अनि त्यसपछि कफी दिवस 62 मङ्सिर 1 गते मनाइन्छ, होइन? कफी रोपौँ, समृद्ध स्वरोजगार बनाउँ भनेको अहिलेको नारा छ, 62 मङ्सिर 1 गते। अब त्यो चाहिँ तपाईँको दिवसहरू पनि त्यसरी नै पढ्नु पर्यो। अब दिवसहरू कसरी पढ्नु पर्यो भन्दाखेरि वैशाख 15 गते चिया खाने, अनि जेठ 9 गते बिजुली बत्ती बाल्ने, जेठ 15 गते बजेट सुन्न जाने, असार 15 गते धान रोप्ने भन्दा अघिल्लो दिन असार 14 गते घाँस काट्न वन जाने। वन दिवस भनेको घाँस नकाटी कसरी चाहिँ भोलिपल्ट खेत रोप्न जाने त? अनि असार 14 गते वन, असार 15 गते धान, साउन 15 गते खिर खाने, साउन 15 गते खिर खाएर साउन 16 गते कोदो रोप्न जाने। साउन 16 कोदो दिवस, होइन? भदौ 15 गते किताब पढ्न जाने। असौज 1 गते चाहिँ तपाईँको के, असौज 2 गते स्कुल जाने, शिक्षा दिवस। त्यसपछि चाहिँ मङ्सिर 1 गते कफीमा कर लाग्छ, कफीमा कर। मङ्सिर 9 गते कफीको उद्योग खोल्ने। मङ्सिर 11 गते त्यही कफीमा काम गर्ने कामदारको सामूहिक सुरक्षा दिवस मनाउने। अनि पुस 15 गते च्याउ खाने। अनि पुस चाहिँ तपाईँको 22 गते च्याउलाई विदेश निर्यात गर्ने, पठाउने।
माघ 1 गते योगा गर्ने, थाकिन्छ अरिन्छ के गरिन्छ। अनि फागुन 15 गते हाम्रो स्वास्थ्य बिग्रिन्छ, स्वास्थ्य गरेर चेकअप गर्ने राष्ट्रिय स्वास्थ्य दिवस। यो टपिक यो चाहिँ तपाईँको आर्थिक विकाससँग रिलेटेड दिवसहरू यसरी फ्रेमिङ गर्ने। अब कफीको, धानको, मकैको, गहुँको जे जति पढ्न पर्छ त्यही ढङ्गबाट तपाईँहरूले चाहिँ अगाडि बढाउनु पर्यो भनेर भनेको। ल अब त्यसपछि उद्योग। अब उद्योग भन्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि, अब मैले धेरै भने 1993 मङ्सिर 9 गते विराटनगर जुट मिलको स्थापना, 1993 मङ्सिर 9 मा विराटनगर जुट मिलको स्थापना, अनि औद्योगिक परिषदको स्थापना, 1994 जुद्ध म्याच फ्याक्ट्रीको स्थापना, 1995 मा म्याच फ्याक्ट्री, 94 नेपाल ब्याङ्क लिमिटेड पनि उद्योग गनाएको छ। त्यसपछि 2001 मा रघुपति जुट मिल त रामलाल गोल्छाले स्थापना गरेको भएर त्यसलाई जुट किङ पनि भनिन्छ होइन, रामलाल गोल्छाले रघुपति जुट मिल। अनि त्यसपछि 2007 मा चाहिँ उद्योग मन्त्रालय, पहिलो उद्योग मन्त्री गणेशमान सिंह। 2016 मा एनआइडिसी नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन। 2022 मा उद्योग गणनाको सुरुवात 5 वर्षमा। 2029 मा उद्योग परिषद गठन गर्ने राजा वीरेन्द्रको आदेश। 2049 साल कार्तिक 27 गते औद्योगिक व्यवसाय ऐन उद्योगलाई 7 प्रकारमा वर्गीकरण। 2007 प्रकारमा वर्गीकरण होइन। अनि त्यसपछि 2067 सालमा चाहिँ औद्योगिक नीति उद्योगलाई 7 प्रकारमा वर्गीकरण। अनि त्यसपछि अझ यहाँ बिचमा छुट्यो 2050 पुस 17 गते निजीकरण ऐन, 2050 पुस 19 गते निजीकरण ऐनको सुरुवात भएको नेपालमा। अनि त्यसपछि 2076 भनेको 2068 साल भनौँ न, 68 सालमा लगानी बोर्डको स्थापना। लगानी बोर्डले भनेको 6 अर्ब माथिको लगानी स्वीकृत गर्ने, लगानी स्वीकृत गर्ने काम लगानी बोर्ड, अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ होइन। अनि त्यसपछि 2076 जेठ 1 गते एकल बिन्दु सेवा केन्द्रको स्थापना उद्योग मन्त्रालय विभागमा। 2076 माघ 28 गते औद्योगिक व्यवसाय ऐन उद्योगलाई 8 प्रकारमा वर्गीकरण, 7, 8, 9 प्रकारमा वर्गीकरण त्यो भइहाल्यो। अब लघु उद्योग हुनलाई के चाहिन्छ? 1 नम्बरमा लघु उद्योग भनेको चाहिँ घर जग्गा बाहेक 20 लाख पुँजी, 1 करोड कारोबार, 9 जना कामदार यति हो। अनि 2 नम्बरमा घरेलुलाई त 50 किलोवाट विद्युत खान दिए पुगिहाल्यो, 50 किलोवाट विद्युत। अनि 3 नम्बरमा साना उद्योग भनेको 15 करोडसम्मका, मदौला भनेको 15 देखि 50 करोडसम्मका, बढैमनका ठुला भनेको 50 करोड माथिका है, माथिका। यो भनेको 6338 वटा उद्योग छन् साना, मदौला 2164 वटा छन्, अनि ठुला चाहिँ तपाईँको 1461 वटा उद्योग छन्। टोटल 9963 वटा उद्योग छन् नेपालमा अहिले, 9963 वटा उद्योग छन् होइन। यी उद्योगले प्रति उद्योग रोजगारी चाहिँ 73 जना छ, प्रति उद्योग रोजगारी 73 जना छ होइन। अनि संख्या बढी भएको, संख्यामा बढी उत्पादनमूलक उद्योग, मूलक भनेको 3571 वटा उत्पादनमूलक। अनि संख्यामा कम पूर्वाधार निर्माण उद्योग अथवा पूर्वाधार उद्योग जम्मा 76 वटा हो। लगानी बढी, लगानीमा बढी ऊर्जा कम चाहिँ खानी होइन, नेपालले गरेको लगानी। अब विदेशी उद्योगमा विदेशी लगानी 6औं योजनाबाट सुरु। अनि 6 अर्बसम्म उद्योग विभागले 6 अर्बसम्म उद्योग विभाग र बोर्ड, त्यहाँ औद्योगिक प्रवर्धन बोर्ड भनिन्छ। उद्योग मन्त्री वा राज्य मन्त्री त्यसको चाहिँ के हुन्छ, संयोजक हुन्छ। उद्योग मन्त्री संयोजक हुन्छ। एकदार समिति हुन्छ, एकदार समितिमा उद्योग विभागको महानिर्देशक हुन्छ। 6 अर्ब माथिको लगानी बोर्डले गर्छ। लगानी बोर्डमा अध्यक्ष पिएम हुन्छ, प्रधानमन्त्री हुन्छ हो। अनि त्यसपछि हाल 6985 वटा उद्योगमा विदेशी लगानी भएको छ उद्योगमा। त्यो भनेको चिबा अकोबे हो, सबभन्दा बढी उद्योगमा लगानी गर्ने चिबा अकोबे हुन् होइन। अनि त्यसपछि सङ्ख्यामा भनेको चाहिँ सबभन्दा बढी पर्यटन अनि कम पूर्वाधार उद्योगमा सङ्ख्यामा गरेका छन् भने रकममा सबभन्दा बढी सेवामूलकमा कम चाहिँ खनिज उद्योगमा गरेका छन्। ल हेर्नु, अब यो यस्तै हो। यसको तरिका चाहिँ तपाईँहरूलाई मैले सर्वप्रथम यो चाहिँ तपाईँ के गरेको भन्दाखेरि
तरिकाको हिसाबले मात्रै भनेको हो। अब तपाईँहरूले चाहिँ अब जो नयाँ नयाँ हुनुहुन्छ तपाईँहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ, अप्ठ्यारो लाग्छ होइन। त्यसलाई अब मैले खास अब यो पर्सि शाहादितको इक्जाम भएको हुनाले पढ्ने तरिकालाई मात्रै सेयर गरौँ भनेर मात्रै यो गरे हो। ल त्यो ऊ चाहिँ नोटहरू त मैले यहाँनिर सेयर गरिदिइसकेको छु है, यहाँबाट लानु है हजुरहरूले। नोट आर्थिक विकासको र समसामयिकको नोट मैले यहाँनिर दिएको छु तपाईँहरूलाई है। ल यहाँ हेर्नु त, यो मेरो फेसबुक पेज हो होइन। अब लाइक सेयर फलो गर्न मन लाग्यो गरिदिनु होला। ल यो चाहिँ तपाईँको यहाँनिर जस्तै हजुरहरूलाई मैले चाहिने नोटहरू सबै यहाँ राखिदिइसकेको छु है। यो समसामयिकको नोट हो। मित्र सरको नआएसम्म हामी यहाँ पुरिराख्छौँ भन्नुहुन्छ, त्यही भएर मैले चाहिँ यो आज बिहान तपाईँको समसामयिक अलिकति मिहिनेत गरेर यो किताबमा राखेको बाहेक अरू अपडेट भएको जानकारीहरू राखेको छु। नभए भने अरू किताबमा पनि छ, अनि मैले पोस्ट गरेका कुराहरू तल तलबाट पनि हेर्नु होला तपाईँहरूले है। अनि त्यसपछि यहाँ चाहिँ तपाईँहरूलाई आर्थिक विकास भनेको धेरैजनाले रिक्वेस्ट गर्नुभएको थियो र आर्थिक विकासको पनि फुल नोट भनेको यो हो। यो कसैलाई मेसेज गर्न पर्दैन, तपाईँहरू यही नोट सबैले मिलाएर एडिट गरेर सबैले यही बाँड्ने हो। यहाँ चाहिँ मैले आर्थिक विकासका पूर्वाधार भन्ने पुरै डिटेल अहिले मैले जे जे पढाएको छु ट्याग ट्याग यहीँ छ होइन। अब किताब पनि यही फर्मेटमा छ, हेर्नु होला ध्यान दिएर। यहाँ चाहिँ मैले पुरै राखिदिएको छु, योबाट लिनु होला है। ल ल अब त्यसपछि हामी चाहिँ एकचोटि भोलि फेरि 8 बजे चाहिँ म जोइन हुन्छु। अनि त्यसपछि हामीले अब कसरी इक्जामको तयारी भनेको अब पर्सिलाई कसरी उ गर्ने, कसरी तयारी गर्ने भन्ने सन्दर्भमा थोरै अब त्यसको लागि तपाईँहरूलाई मैले यो टिकटकमा र युट्युबमा पनि भिडियो बनाएर पोस्ट गरिरहेको छु। त्यो चाहिँ हेर्नुभयो भने पनि तपाईँलाई आइडिया चाहिँ हुन्छ है, नयाँ साथीहरूलाई चाहिँ। ल यति भन्दै मैले आजको यो 1 घन्टे बुलेट ट्रेन कक्षा यहीँ अन्त्य गर्न चाहन्छु। सम्पूर्ण उपस्थित हुनुभएकोमा हार्दिक नमस्कार छ। र त्यो कमेन्ट पढ्ने यो यहाँ भुलाउने मास्टर होइन म त्यो खासै तपाईँहरूलाई त्यसरी चाहिँ तपाईँको लाइभ आएको पनि होइन। एउटा नलेजमा चाहिँ तपाईँको कसरी फोकस गर्ने र धेरैजनाले यो यस्तो कक्षा चाहियो भनेर रिक्वेस्ट गरेको भएर मात्रै टाइम म्यानेज गरेर आएको हो। हजुरहरू जोइन हुनुभयो, जे जति लिन सक्ने लिनु, लिन नसक्नेले फेरि रिपिट गरेर हेर्नु भन्दै बिदा हुन चाहन्छु। नमस्कार।